एकदम इमोसनल टाइपको तिमी नै हो टाइपको तिमी नै हो तिमी नै हो तिमी नै हो त्यसो ल ठिक छ दाइ लिपस्टिक रातो तर कालो रहेछ उसको मन रे क्या खरो थियो यार सो इफ आई ह्याड टु रेट दिस सङ अन 5 So what is up all the good people, this is Bodor Zai back again with another reaction video. आज बबाल हुन्छ किनकि भिटेनको नयाँ एल्बम ड्रप भएको छ एन्ड आइ एम रियली एक्साइटेड यार ब्रो हैन पुरै बटङ टङ 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 लाएर गीत झार्दैको छ एन्ड आई रियली वान्ट टु रियाक्ट अन एभ्री सङ हैन जस्ट भिटेन दामी लाग्छ मलाई लाइक पहिलेदेखि एकदमै क्यालिबर भएको हैन डाउन टु अर्थ लाग्छ जति पनि कन्ट्रोभर्सी जे जस्तो भयो नि भिटेन चाहिँ जस्ट दामी नै बबालै लाग्छ मलाई एज अ ह्युमन बिङ पनि हैन सबभन्दा बढी भ्युज भएको नै तिमी नै हौ भन्ने चाहिँ भन्न लागिरहेको छ तिमी नै हौ भन्न दिने हो क्या भिडियोले या सबैजनाले चाहिँ सपोर्ट देखाउनु भएको सबैजनाले यसो लाइक साइक हानेर सब्स्क्राइब गरेर हैन एन्ड वेलकम टु द फ्यामिली विदाउट एनी फर्दर लेट्स डाइभ इन द भिडियो लेट्स गो तर आजकल त्यो हुन्छ नि भिटेनले चाहिँ एकदम उयो युज गर्ने के यो अटो ट्युन म्याक्स टाइपमा हैन जस अब कति कुराहरू ठिकै लाग्छ तर प्रायः जस्तो जुन पहिलाको भिटेन जुन चाहिँ पहिला जस्तो अटो ट्युनहरू युज गर्थ्यो त्यो चाहिँ दामी लाग्थ्यो मलाई हैन ठिकै छ अब तिमी नै हो तिमी नै हो तिमी नै हो तिमी नै हो मलाई आफ्नो भन तिमी नै हो तिमी नै हो तिमी नै हो त्यसो ल ठिक छ दाइ मलाई खुसी दिने मलाई साथी मान्ने तिमी नै हो तिमी नै हो नाइस तिमी नै हो या या तिमी नै हो या या आउ समय यो हात नछुटोस् हाम्रो यो दरिलो साथ यो मेरो मनमा छ तिम्रो बास फोटो हेर्दै बिते चर्पीमा रात सुमसुमाउँछ तिम्रो कलिलो हात बोकेर आएको छु खल्तीमा घाट आइपुगे लिनलाई लहिड जाम लिएर छु कोसेली फर्सेर साग सोझो भइसके गर्दै लिएर आएको छु फर्सेर साग रे काइन्ड अफ मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यो एल्बम चाहिँ हैन काइन्ड अफ अलिकति पहिलाको उसको एक्सलाई ट्रिब्युट हो कि टाइपको त्यस्तो पनि फिल लाग्छ हैन किन अस्ति नै जुन त्यो फोटो राखेको थियो नि हैन काइन्ड अफ पछि हटायो अभियसली हैन तर त्यो भएको कारणले गर्दा जस अब फ्लो दामी छ यो गीतको हैन जस भाइब्स पनि बबाल छ दामी छ हैन जस अब मजाको लागिरहेको छ अलिकति युनिक अलिकति नयाँ दिन खोजे जस्तो लाग्छ मलाई हैन दामी लागिरहेछ यार जस अहिलेसम्म हान्न छोडिसके रन्डीको च्याट गोरो साला तिमी अति नै सेतो जाऊ अलिकति काइन्ड अफ त्यो यस्तै शब्दहरूले गर्दाखेरि नै अलिक धेरै प्रायः चाहिँ कन्ट्रोभर्सीमा पर्छ नि त भिटेन ब्रो हैन ठिकै छ त्यो सब एउटा आर्ट पनि छ कि हैन अब त्यस्तो अब म त के भन्ने यार हैन आर्टै हो यार खतरा हो खतरा तलमा चर्कियो घाम होटलतिरै बस्ने गरियो प्लान गरिदिउँला तिम्रो बडी मसाज जब हेर्छौ तिमी आँखामा आँखा निकाल्दिन्छ तिमीले पानीको चाल मेरो मलाई आनन्द आउँछ खतरा मलाई रमाइलो लाग्छ जब तिमी मिठो कुरा गर्छौ या या तिमी नै हो तिमी नै हो तिमी नै हो तिमी नै हो त्यसमा चाहिँ कस्तो त्यो हुन्छ नि त्यो म्युजिक र त्यो भोकल क्या ब्लेन्ड भएको जस्तो लागिरहेको छ क्या जुन अलि हल्का पहिलाको भिटेन पनि हैन पहिलाको जुन भिटेनको पहिलाको जुन गीतहरू पनि जस्तो पनि त्यो पनि फिल दिइरहेको छ है जुन पहिलाको ओल्ड भिटेन टाइपको दामी आफ्नो भन्ने मलाई खुसी दिने मलाई साथी मान्ने तिमी नै हो तिमी नै हो तिमी नै हो तिमी नै हो त्यो एकदम त्यो आजकल भिडियोको गीतमा चाहिँ ओभर इमोसन टाइपको हुन्छ नि एकदम इमोसनल टाइपको तिमी नै हो टाइपको धेरै युज गर्ने हैन ठिकै छ अब अलिकति नयाँ अलिकति पनि दिनु पर्यो नि त हैन काइन्ड अफ सधैँ एउटै पाराले पनि भएन नि त पारा ठिक छ बोल के मसँग तिमी नरिसाउन है तिमी छौ साथमा साइडलाई दिन्छु अरूलाई जाउँ हामी टाढा यो ठाउँ छोडेर
यहाँ दुश्मन मेरै भयो त्यहाँ माथि बादल पारी मेरै हो लैजान्छु शान्त दुनियाँमा तिमीलाई म तर रोक्न खोज्दैछ यहाँ हामीलाई म रोक्न दिँदिन यो हाम्रो माया दुनियाँलाई थाहा छ सब त्योहरूलाई के मतलब साथ छोड्दैनौ आशा छ तिम्रो राजा म जति साँचो कुरा गर्दा पनि तिमीलाई लाग्छ गफ साइडमा छ कोडाइन लिङ्क पिउँदै चार्जमा म मेरो जङ्की पारा तिमीलाई मन परेन तिम्रो राम्रो नजरले मलाई हेर्नै सकेन यस्तै हो क्या मतलब त्यो जति पनि सुन्दाखेरि होइन पहिलाको एक्सलाई नै भनेको हो कि जस्तो जस्तो पनि लाग्छ होइन अब जस ठिकै छ तर जुन यो गीतमा चाहिँ हरेक त्यो हुन्छ नि अब हरेक त्यो लाइनमा होइन वर्डिङमा जस मतलब फरक फरक बिटहरू त्यो जुन अनुसारले नै जस्तै ऱ्याप पनि अब स्लो फास्ट भइरहेको छ त्यही अनुसारले म्युजिक पनि त्यही हिसाबले गइरहेको छ यो दामी लागेको छ यसको पनि भिडियो आउनुपर्ने जस्तो लाग्छ सायद आउँछ होला मेबी इन द फ्युचर है जस्तो राम्रै महँगो कोही छैन संसारमा तर तिमीलाई देखे बजारमा अर्कैको पसलमा किन मेरो मन खेलाको भएछु म काम नलाग्ने मान्छे बेकारको तिमीले अर्कैको हात समातेर मलाई देखाएको बेडे गने 5 दिन सुचिने हात साथ म त्यो केटाको फिक्स यार फिक्स त्यो मतलब पहिलाको एक्सले नै भनेको होइन जुन चाहिँ यसरी फोटो देखाएर भिडियो देखाएर त्यो अर्को केटासँग भेट्यो भने हात साथ काटिदिन्छु अरे होइन त्यो सब पिर त परेकै छ होइन अब तर त्यो पहिला कति कुराहरू सुन्दाखेरि चाहिँ भिटेनको पनि धेरै गल्ती छ भन्ने कुराहरू चाहिँ आएको छ होइन मिडियाहरूमा अब यस्तै मतलब सोसियल मिडियाहरूमा यस्तै टाइपको छ अब के हो होइन अब त्यो भित्र आन्तरिक कुरा हाम्रो थाहा भएको कुरा होइन तर लास्टै रिसमा छ यार भिटेन ब्रो कस्तो अब जाने मान्छे गइसक्यो ब्रो होइन टाइपको हुनु पर्यो कि मेरो विचारमा चाहिँ है ठिक छ फायर रहेछ मलाई खुसी दिने मान्छे तिमी नै हो मलाई माया गर्ने मान्छे तिमी नै हो मलाई दुःख दिने मान्छे म्युजिक चाहिँ बगाउँछ ल्याङ्गो हिजो राति मलाई झन् लिपस्टिक उसको रातो तर कालो रहेछ मन लिपस्टिक रातो तर कालो रहेछ उसको मन क्या खरो दियो यार के गर्नु अब त्यस्तै हो होइन अब टाइम की बात है प्यारे मेरा गडा या तु रगडा भन्ने टाइपको अब ठिकै छ हुने छैन मलाई ड्रङ्क किस 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 ल्याङ्गो गर्दा पनि छैन फन विश्वासै लागेन फसे म तिम्रो कालो मायामा ओके बोल न विश्वासै लागेन म फसे तिम्रो कालो मायामा रे खतरा यार खरो दिया रहेछ यार भिटेन ब्रोले लास्टै मनमा पर्या रहेछ ठिकै छ नरिसाउ मलाई त मायाले देखाउन आएन यस्तो छ हरकत तिम्रो रेस्पेक्ट मैले चाहेन के गर्नु हो सकिन गर्न बाहेर तर भिटेन ब्रो तर यार डाउन टु अर्थ थियो अब हुन त अब काइन्ड अफ त्यो एउटा कुन भिडियोमा छ क्या हुन्छ वाइल्ड अब ट्रिपमा छ होइन भिटेन ब्रो अनि पुरा त्यो गिफ्ट देखाएको छ क्या त्यो टी सर्ट हो कि समथिङ त्यो नेक्लेस समथिङ जस्तो लाउने टाइपको सर्ट देखाला अनि यो चाहिँ मेरो उहाँले दिनुभएको रे होइन गर्लफ्रेन्डले नि उहाँले जस्ट त्यस्तै छ यार मान्छे त अब राम्रै हो है अब के भयो अब रिलेसनमा अब त्यस्तै अब मान्छेहरूको अब त्यही हो त्यस्तै हुन्छ होइन के भन्नु नि तर जस्ट बवाल दिएछ यार यो गीतमा यार तिमी मेरो हुँदैन म तिम्रो हुँदैन राम्रो मान्छे बनेर आउँछु अर्को जुनीमा राम्रो भएर आउँछु अर्को जुनीमा अरे खरो दिएछ त्यहाँ खुसी छ भन्ने बिचस धेरै छ तर तिमीलाई नै पर्खी बसे मैले आजसम्म तर मनमा माया अहिलेसम्म नि पर्खिरहेको रहेछ यार भिटेन ब्रो यु ग्याट टु मुभ अन एन्ड लिभ योर लाइफ ब्रो जस्तो लाग्छ मलाई चाहिँ लागिसकेछ मेरो पाराबो ओभर म त थिएन सोझो मुटु मेरो रोकौ भन तिमी को Still I'm there for you, baby, 'cause तिमी नै हो मलाई आफ्नो भन्ने मलाई खुसी दिने मलाई साथी मान्ने तिमी नै हो तिमी नै हो
बबाल बेस चाहिँ ड्याङ 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 दिएछ यार जस बिट चाहिँ मजाले जुन त्यो गीत अनुसार नै कस्तो मिठो फ्लो भएको छ यार यो थम्बनेल यो फोटो नि बबाल छ यार बबाल छ बबाल नाइस भद्रा दामी छ दामी मजाको छ यार प्लेलिस्टमा टक्कर आएर सुन्नु दामी दामी गुन्डा मेलोडिज गीत त लामो छ यार 6.5 मिनट गीत यार लास्टको चाहिँ पुरा बिट मात्र रहेछ सक्यो कस्तो लामो यार लास्टको बिट चाहिँ वाइल्ड लामो रहेछ मतलब लास्टको त्यो गीत लगभग सक्यो चाहिँ आधी जति त पुरा बिट मात्र रहेछ हैन ठिक छ दामी जस मजा आयो हैन तर अब त्यो गीतमा चाहिँ त्यही अब फ्र्याङ्कली स्पिकिङ अब सुन्दाखेरि नै अब काइन्ड अफ हुन्छ नि अब पहिलाको एक्सलाई नै पुरा अब डायलग दिए म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु तैँले मलाई यस्तो गरिस् यता उता टाइपकै छ गीत हैन तर ठिक छ मतलब बिट पनि दामी छ फ्लो दामी छ हैन जुन अगाडिको जस जति पनि त्यो हुन्छ नि कोरस पार्टहरु टाइपको जस वर्डिङहरु जस दामी छ कम्पोजिसन राम्रो छ हैन सो ओभरअल दामी लाग्यो अलिकति जस पहिलाको अलिकति भिटेनको पनि जुन पहिला हुन्छ ओल्ड भिटेन पनि अलिकति त्यो फिल पनि आयो तर अलिकति त्यसमा अलिकति हुन्छ नि अलिकति मिक्स मसला टाइपको हैन नयाँ टाइपको छ हैन जस मजाको छ जुन यो गीत चाहिँ टक्क लाएर आफ्नो हुन्छ नि कलेक्सनमा राखेर प्लेलिस्टमा राखेर सुन्न चाहिँ मजा आउँछ ड्राइभिङ साइभिङ गर्दाखेरि हिँड्दाखेरि जस बाटोको घाटोमा या कतै ट्राभल गर्दाखेरि जस मजाकै छ गीतहरु हैन अब एज अलवेज अब हल्का फुल्का यसो मुख छाडेको त भइहाल्छ अब भिटेन भन्ने चाहिँ अब हैन त्यस्तैमा अलिकति खतरा छ दामी लाग्यो मजा आयो सो या दामी सो इफ आई ह्याड टु रेट दिस सङ अन 5 कडक दिएँ मैले 3.5 कडक दिएँ मैले सो या द्याट वाज माई रियाक्सन अन दिस सङ एन्ड इफ यु लाइक दिस काइन्ड अफ भिडियो होइन सपोर्ट गर्नु होला लाइक साइक हानेर सब्सक्राइब गरेर एन्ड वेलकम टु द फ्यामिली विथ द्याट नोट आई विल साइनिङ अफ फर नाउ एन्ड everyone take care of yourself. I'll probably see you on my next video. God bless you all and this is Bodozo signing off for now. Ciao.